जानी चाहिँ यहाँ हो क्या यो गुल्लेमा भन्दैले टोक्दैन क्या त्यो ट्याङ्की जस्तो देखियो नि त्यो तलबाटको चाहिँ हाम्रो स्कुल हो क्या 10 लाख वर्ष पुरानो घर हो क्या यो भुटिया घरमा। तो दोस्तों वेलकम टू माई न्यू ब्लग र आजको ब्लगको सुट चाहिँ मेरो स्टडी रुमबाट भएको छ र फाइनली आज चाहिँ हामी घुम्न जाँदैछौँ र त्यसको लागि चाहिँ सबैभन्दा पहिला मैले नुहाउनु पर्ने हुन्छ नुहाएरै भेटौँला। मैले चाहिँ नुहाइसकेँ अनि मेरो माथिको आउटफिट यस्तो छ अनि तलको पनि यस्तो छ दुवै ब्लू छ। अहिले चाहिँ म घरबाट निस्केँ होइन अनि म एक्लै जाने हो नि त मेरो साथीहरू चाहिँ कोही पनि छैन यो म सहरमा पढ्न आउँ त अनि दिदी जानु पाउँदैन किनभने घरमा भान्जा हो अनि भान्जा हेर्नको लागि अनि त्यो हेरेर त्यो रोक्नुपर्छ नि त। फेरि आजको मौसम फेरि यही कस्तो पानी पर्ला जस्तो हो क्या फेरि पानी पऱ्यो भने त फेरि समस्या पर्छ नि त अनि म त फेरि फर्केर आउनुपर्छ त्यही भएर पनि समस्या छ होइन चाँडो गएर आउनुपर्छ म चाहिँ अहिले बजार आइसकेँ यहीबाट नै पुरै बादलहरू सबै कालै भइसक्यो क्या पानीहरूको छिटा पनि हाने फेरि नै त्यो आकाश कति कालो भाके म पुग्छ त पुरै पानी नै पर्छ होला है। मैले छाता पनि ल्याएन कि फेरि मैले किन ल्याएन अब के पो हुन्छ थाहा होइन होइन। म जाने चाहिँ यहाँ हो क्या यो ट्याब्लेटमा देखाएको यहाँनिर हो म जाने चाहिँ अब 1 किलोमिटर टाढा होइन म चाहिँ आधा बाटो आइसक्यो। यहाँ पछाडि चाहिँ त्यो आइसक्रिम खानेकुरो रहेछ क्या तर मैले पैसा ल्याएन नि त अनि म चाहिँ किन्दिनँ होइन मैले चाहिँ ठिक्क पैसा ल्याएको छु क्या त्यही भएर किन्न पाउँदिनँ। अनि यहाँ चाहिँ होइन चारैपट्टि हराइली हो यहाँ उता होइन यस्तो खतरा ठाउँ रहेछ क्या यहाँ चाहिँ जानु पाइँदैन क्या किनभने त्यो चाहिँ अलि त्यस्तो प्राइभेट ठाउँ हो क्या त्यो ठुलोबडा मान्छेहरूको हामी जस्तो मान्छेहरू जानु पाउँदैन सुतिर आइसक्यो होइन। ससिला होइन के नाम हो मेरो सुनिल यही हो काट्नु भएछ जस्तो लागेको छ पाएँ त्यस्तो भएछ म कहिले आउने त नि अब सोमबार हो है सोमबारतिर आउने किनकि उहाँ सालुले धान रोप्नु भएछ मैले लिन आएको काम चाहिँ भएको छैन चाहिँ अहिले घरतिर चलिदिएको होइन। यो खानपानी हो कुकुरले खानेपानी होइन त कुकुरले तेरिया त्यो कुकुरले धन्दैले टोक्दैन क्या यस्तो डर लाग्यो बल्ल निस्केको सातो उडिरहेको रहेछ मेरो त यार यस्तो डर लागिरहेको रहेछ मलाई। त्यहाँ फेरि उता दिदीहरूले भिडियो बनाइराख्यो क्या फेरि अब उता कुकुरले दबाइसक्यो हामी चाहिँ यताबाट जानुपर्ने हुन्छ क्या यताबाट चाहिँ अलिक धेरै घुम्नुपर्छ त्यहाँबाट चाहिँ सिधा थियो तर के गर्ने यार। म चाहिँ तपाईँहरूलाई म पढेको कलेज देखाउन जान्छु क्या ऊ त्यो देख्नु भएको नि ऊ त्यो ट्याङ्की जस्तो देखियो नि ऊ त्यो तलबाटको चाहिँ हाम्रो स्कुल हो क्या मतलब कलेज हो हाम्रो। तर त्यहाँ फेरि घुम्ने ठाउँहरू चाहिँ कस्तो खतरा थियो कि होइन तपाईँहरूले देखाउनु पाएन किनभने त्यहाँ त्यस्तो लिक गरेर पाउँदैन क्या भिडियो गर्नु पाउँदैन त्यहाँ वार्निङ दिएको हुन्छ। यहाँ फेरि यस्तै खतरा यतातिर नि घरहरू थियो अनि फेरि यहाँ यत्रो ठुलो ग्राउन्ड छ क्या यहाँ फेरि यसमा फुटबल खेल्छन् तर अहिले चाहिँ के मान्छेहरू धेरै छैन अहिले बस्तु चराउने मान्छेहरू मात्रै हेर्नु न कत्रो बडा खायो ग्राउन्ड अगाडि भैँसी हो भनेमा कताबाट जाने त्यहाँ कट्नको लागि भैँसीबाट कट्नै पर्छ कि हेर्नु अगाडिबाट हेरिरह अहिले मलाई एट्याक गऱ्यो भने फेरि म बाँच्दिनँ क्या कताबाट जाने भयो यार यताबाट घुमेर जान्छ यार। यहाँ हेर्ने गाई चाहिँ नि फेरि यहाँ मान्छेहरूले त्यो हुन्छ नि त्यो माटो निकालेर चाहिँ पुरै खाल्टी बनाइदियो क्या सबै म चाहिँ तल धरेछ रहेछ कि पछाडि बाजे काम गरिरहनु भएको रहेछ क्या म चाहिँ होइन अहिले जता पाएँ त्यतै घुस्दिरहेको छु क्या कता जाने मलाई थाहा नै छैन कि यहाँ फेरि भगवान्को मूर्ति हो क्या यस्तो मानि हेर्नु त्यही पनि हात काटेको क्या फेरि यहाँ अलि होचो भात टिपेर खानुहुन्थ्यो सकिने गाइस त्यहाँ टिपेर खानु होइन। यहाँ फेरि बिदा दिन चाहिँ माछामा जाँदो रहेछ है गाई छैन हेर्नु फेरि यहाँ सबै माछा पार्ने गाडी नि फेरि बुढाहरू हेर्नु न गाई चाहिँ अहिले चाहिँ सबैतिर खेत रोपेको छ कि होइन यता नि उता नि सबैतिर खेत रोपेको क्या अनि फेरि म नि खेत रोप्न जाँदैछु क्या अब म चाहिँ भोलि कि त पर्सि चाहिँ घर जान्छु क्या मेरो गाउँ घर यो चाहिँ म बस्ने चाहिँ रियल घर होइन क्या मेरो चाहिँ गाउँमा घर है त्यहाँ चाहिँ मम्मी बाबा त्यहाँ बस्छ क्या यतातिर चाहिँ म पढ्नको लागि आयो 2 बजीको नि त अनि फेरि सबैतिर अहिले चाहिँ खेतहरू रोपेर चाहिँ खाजा खाने बेला त्यहाँ अगाडि सबैले खाजा खाइरहेको क्या गाई चाहिँ हेर्नु 10 लाख वर्ष पुरानो घर हो क्या यो भुटिया घरमा हेरे रुखै पलाइसक्यो क्या
सोच्नु न आफै त्यो कति वर्ष पुरानो घर होला भने त्यो म चाहिँ अलिक घर आइसकेँ होइन कहाँ गएर तिमी तिमी कहाँ गएर बच्चाहरू आएर चाहिँ कहाँबाट हो ईसा बाहर इतना गरम था मैंने इसलिए पानी पी लिया कितना सुकुन हो रहा है होइन पानी परेको परेछ अनि मैले चाहिँ कालो कालो चिया पकाएर खाएको छु अहिले चाहिँ अनि खाजा पनि यही हो हाम्रो अनि एउटा बिस्कुट पनि छ मसँग एउटा बिस्कुट पनि छ अनि यही हो आजको खाजा भनेको चाहिँ हेर्नुहोस् न कस्तो पानी पर्यो बाहिर तै पनि मान्छेहरूले खेत रोपिरहेका छन् अहिले चाहिँ उता देख्न सक्नुहुन्छ त्यहाँ त्यो छाता उडेको चाहिँ मेरो दिदी हो अनि उतापट्टिको चाहिँ त्यो अरू केही रोप्या हो क्या हुन त त्यो फेरि हामीले चिनेको मान्छे हो क्या फेरि मैले चाहिँ खानासाना खाइसकेँ अब म एकछिन बसिसक्छु र तपाईँहरूलाई चाहिँ भिडियो मन पऱ्यो भने चाहिँ लाइक र सब्सक्राइब गरिदिनु होला र अब नयाँ अर्को भिडियोमा भेटौँला बाई